Good morning, my dear friends. I am Dr. Bajrang Lal Yadav. I am MDGP and Emergency Medicines Residence, and it's time to make the thesis proposal. So let's start. What is thesis? Thesis is the which is the compulsory for the PG residency life. यो चाहिँ बिना थेसिस बनाएर कसैले भन्छ म पास आउट गर्छु त्यो त सम्भव नै छैन। त्यो हाम्रो एउटा सिलेबस हो, त्यो चाहिँ बनाउनै पर्ने हुन्छ। नयाँ कुरा सिक्नुपर्छ, रिसर्चमा धेरै कुरा थाहा पनि हुन्छ, पछिको लागि करियरको लागि पनि राम्रो हो, ग्रो गर्ने हो। सो अब यो 3 दिनको लागि हो, खासमा ट्रेनिङ जस्तै हो। अन्त हस्पिटलले नै प्रोभाइड गरेको हो, द नेपाल आर्मी हस्पिटल विच इज सिचुएटेड इन काठमाडौँ। हाम्रो चाहिँ वर्किङ भनेको अहिले श्री वीरेन्द्र हस्पिटल हो, छाउनी। दिस भिडियो आई हेभ मेड फर स्पेसली फर माइसेल्फ। यो चाहिँ रिसर्चको पहिलो दिन रहेको छ। यो चाहिँ हाम्रो लागि अब थेसिस, हाउ टु प्रिपेयर द थेसिस एन्ड हाउ टु सबमिट द प्रपोजल कसरी बनाउने भनेर अब यो हाम्रो ट्रेनिङ आजदेखि सुरु नै भएको हो। अनि आज अब क्लासको पहिलो दिन। यो चाहिँ अब रिसर्चको डिजाइन के छ, कसरी प्रोसिड गर्ने, डाटा कलेक्सन के हो, भेरिएबलहरू के राख्ने, सबै मेथडहरूदेखि लिएर अनि चाहिँ यसलाई 3टा क्लासमा डिभाजन गरिएको छ। अनि आज चाहिँ फर्स्ट र सेकेन्ड चाहिँ आज सक्यो। अब पछि चाहिँ फेरि यो स्लाइडहरू हराउँदै जान्छ, किनभने अब यो थेसिस प्रपोजल भनेको एक दिनको कुरा होइन। यो अब हाम्रो क्लास अब 3 दिन, आज भोलि त भयो, एक दिन अरू बाँकी त सन्डे हुन्छ। अब त्यो पछि हामीले के हुन्छ, लस्ट टु फलो अप हुन्छ। के भनेको अब यो प्रपोजल भनेको 1.5 महिनापछि हामीले प्रपोजल गर्ने हो थेसिसलाई। अब टपिक एउटा सिलेक्ट गरेर अनि देन आफ्टर हामीले चाहिँ थेसिस चाहिँ पुससम्म, लास्ट पुससम्म बुझाउनु पर्ने हुन्छ। अनि त्यसपछि त्यो थेसिस अब हामीलाई सबमिट भइसकेपछि, उहाँहरूले एक्सेप्ट गरिसकेपछि बल्ल उहाँहरूले पनि बसेर अनि डिसिजन लिनुपर्ने हुन्छ। यो चाहिँ उहाँहरूले हामीहरूले पठाएको चाहिँ प्रपोजल के छ, राइट छ, के छ भनेर। अनि त्योमा उहाँहरूले पनि एउटा होइन रिसर्च जुन एउटा टिम बनेको छ, उहाँहरूले डिसिजन गर्ने हो खासमा। अनि त्यही भएर अब यो मसँग धेरै पावर पोइन्टहरू पनि छ, यो फोटोहरू मैले लिएको थिएँ। त्यही भएर यसो अब यो गाइडलाइनहरू अलिकति थाहा होस् भनेर, किनभने यो चाहिँ पावर पोइन्टले मैले चाहिँ अब 2 वर्षपछि पनि यो हेरेर अलिकति बनाउन सजिलो होस् भनेर बनाएको हो। तपाईँहरूले पनि अब कोही अब एमडीको होइन, अब एमडी फर्स्ट इयरमा हुनुहुन्छ होइन, तपाईँहरूले पनि थेसिस भनेको त सबैको लागि कम्पलसरी नै हो। अब पिजीमा विदाउट थेसिस निस्किनु भनेको त सम्भव नै छैन, त्यो भनेको हाम्रो एउटा करिकुलमै हो। त्यही भएर अब यो थेसिस चाहिँ सबैको लागि अनिवार्य नै हो। त्यही भएर अब तपाईँलाई पनि यो चाहिँ अनिवार्य रूपले काम लाग्ने नै हो यो टपिक चाहिँ। त्यही भएर हामीले चाहिँ खासमा बनाएको हो, एउटा मेमोरीको लागि पनि होस् र खास गरेर हाम्रो आफ्नै लागि हेल्पको लागि होस् भनेर बनाएको हो। अनि आज चाहिँ सेमिनारको लास्ट क्लासमा एउटा हाम्रो मोटिभेसनल स्पिकर भनौँ या ठिकै अब भेटघाट जस्तो हाम्रो नेपालकै हुनुहुन्थ्यो। अनि सरको नाम त ठ्याक्क बिर्सेँ, तर उहाँ आउनुभएको थियो। त्यसो अब अलिकति स्पिच पनि उहाँले दिनुभयो, त्यो भिडियो अहिले आउँछ, एकछिनमा आउँछ, त्यो हेर्दा हुन्छ। अब रिसर्चको पार्टहरू हो यो भनेको, गुड रिसर्च क्वेसन स्टेप्सहरू छ विभिन्न। यो मैले टक्क फोटो लिएको। यो चाहिँ भिडियो चाहिँ तपाईँले यत्तिकै हेऱ्यो भने थाहा लाग्दैन, भिडियोले बिचमा स्टप गरेर नि पढ्नुपर्ने हुन्छ। म त आफ्नो अनुसार अलिक ठिक्क बनाएको हो, कसरी गर्ने भनेर। अब स्मार्ट फ्रेमवर्क अफ रिसर्च अब्जेक्टिभ्स त्यसलाई चाहिँ हाम्रो साइकोलोजीमा चाहिँ मेनली त टाइटल हुन्छ, कुनै पनि त्यसको टाइटल हुन्छ, प्रपोजल, जेनरल, स्पेसिफिक, अब्जेक्टिभ हुन्छ, त्यही अनुसार नै जाने हो। अब यो हाम्रो मोटिभेसनल स्पिकर आउनुभएको थियो नि, उहाँले सेयर गरेको स्लाइडहरू हो। द युनिभर्स इज द मेड अफ स्टोरी। त्यो चाहिँ अब संसार जुन छ त्यो आफैमा एउटा स्टोरी छ। त्यो हामीले सबैले सबै तरिकाले बुझ्दैन। कसैले के बुझिरह्यो होला, कसैले के बुझिरह्यो होला, सबैले आफ्नो आफ्नो प्रपोजल थेसिस। अनि धेरै साइन्टिस्टहरू पुरानो बिग ब्याङ थ्योरीहरू दिएको छ। त्यो चाहिँ एउटा संसारको उत्पत्ति लाभाबाट भएको हो। पहिला एउटा रेड हट ग्यास थियो, त्यो चाहिँ पछि बिलियन्स इयरको धेरै थ्योरीहरू छ। अर्को प्लान्टबाट उहाँको स्पिच सुनौँ। स्पिच राम्रो छ, बिचको स्टोरी पनि भन्नुभएको छ उहाँले।
एउटा डिएनको म्याम हुनुहुन्छ, उहाँ चाहिँ आइएम टिचिङ हस्पिटलमा चाहिँ कार्यरत हुनुहुन्थ्यो। उहाँको पनि स्टोरी छ अलिकति। यति भनिसकेपछि अलिकति आफ्नो कथा त भन्नै पर्यो। म कृषकको छोरो, पेसाले अब एक प्राध्यापकतिर आयो, तर मैले पनि एउटा परिवेशमा बन्दुक समात्नु परेको छ, त्यसको कथा भन्यो है। हुँदै हुँदै समयको गतिमा मैले नर्वेबाट मास्टर गरेँ, पिएचडी गरेँ, 1993 मा पिएचडी सकेँ हुँ, पोस्ट डक। अनि हुँदै हुँदै यो पिस कन्फ्लिक्टको जुन आयो कुरा, अनि 2005 मा फुल प्रोफेसर भइसकेपछि जब अलिकति जसलाई भनिन्छ एजेन्सी पावर आइसकेपछि यो नेपाल, श्रीलङ्का र पाकिस्तान अनि अफगानिस्तान यसलाई चाहिँ एउटा गएर त्यहाँका विद्यार्थीहरूलाई पनि ल्याएर ट्रेनिङ गर्न थाल्यो। त्यसै परिवेशमा मलाई लाग्यो कि अब कन्फ्लिक्टको र पिसको कुरा गर्ने यहाँ छ। मिडियाले त के मसला हालेर चाहिँ त्यहाँ देखाइदिन्छ। कसैले इन्करेज त गराएको थिएन, तैपनि मैले के चोइस गरेँ भन्दाखेरि हेरौँ नि त, म हेर्दाखेरि त पाकिस्तानी जस्तै देखिन्छु, पाकिस्तानी, नेपाली, बङ्गलादेशी त उस्तै देखिन्छन्। मलाई त कसले के गर्ला भनेर मैले एउटा स्टोरी भन्न गइरहेको छु, जसमा अनुवाद भनिन्छ। यो फ्रेमवर्कमा जहाँ आफूले एउटा कुरा अङ्कित गर्नलाई स्टोरी आफ्नो बताउनुहुन्छ, अनटोल्ड एपिस्टेमोलोजिकल स्टोरी टेलिङ, द्याट इज द फ्रेमवर्क। यो याद राख्नु होला, यो साइन्समा काम लाग्छ। योर बिइङ एन्ड योर नोइङ इज नट टु डिफरेन्ट थिङ। यसै क्रममा अलिकति स्वरूपम तं नमामि परमेश्वरीं, तं नमामि परमेश्वरीं। म साधना गर्ने मान्छे भएको हुनाले अफ्रिकाको डिफिकल्ट कन्टेक्समा सुडानमा काम गरियो, तिग्रेमा काम गरियो, इथियोपियाको सबै गर्दाखेरि अलिकति ती मदर डिभाइन साथमै छ भनेर अलिकति त्यहाँबाट त्यो गरिसकेपछि अलि रेजिलियन्ट भइदो रहेछ। र आफ्नो कल्चरमा भएका कुराहरू यदि चाहिँ आफ्नो रेजिलियन्ट रोल मोडल, मेरो केसमा देवी भइन्, अरू केसमा चाहिँ जिसस क्राइस्ट होला, अरू केसमा अरू कोही होला, त्यो गर्दाखेरि चाहिँ मान्छेले रेजिलियन्ट हुन्छ भन्ने एउटा कुरा त मैले राखेँ। त्यसपछि अहिले पेसावरदेखिको काबुलसम्मको यात्रा, त्यहाँ गुगल म्यापमा हेर्दाखेरि 5 घन्टा 41 मिनट देखाउँछ, तर हामीलाई 10 घन्टा लाग्यो। त्यतिखेर राम्रो रोड बनिसकेका थिएन होइन। अनि त्यसपछि त्यो सेक्युरिटी गार्ड, म त्यहाँबाट हिँड्यौँ। बिस्तारै बिस्तारै मनमा कुराहरू आए। मसँग आमा हुनुहुन्छ, मसँग साथमा जहिले पनि भन्ने खालको एउटा भावना भइसक्यो। अनि केही समस्या भएन। गार्डले पनि मलाई, पाकिस्तानी गार्डले भन्थ्यो कोही मसला नै होइन, यहाँ हम इतने। सिनसिनमा ढाडस पनि दिन्थ्यो, मेरो अगाडि पछाडि त सिनसिनमा निधाएर घुरेको पनि सुन्थेँ बाटोमा है। अनि बाटोमा हेर्दाखेरि युद्धले छोडेका छापहरू देखिन्थे। यस्ता कुराहरू आफ्नै आँखाले हेर्ने मौका पाएँ। युद्धका घाउहरू कति गहिरा हुँदो रहेछन्। अनि त्यतातिर पठानहरूको घरहरू एक प्रकारको ठुलो वाल गरेको हुँदो रहेछ। र खास गरी मातृशक्तिलाई, महिलालाई खासै काम छ भने मात्रै त्यो ढोका बाहिर आउने, होइन भने त्यो भित्रै बस्ने एउटा प्रयोजन हुँदो रहेछ। त्यसपछि यी दृश्यहरू, परिदृश्यहरू हेर्दै हेर्दै गइसकेपछि हाम्रो प्रोजेक्ट कोअर्डिनेटर यताको, अनि बिचको कुरा, अनि हुँदै हुँदै मैले पहिलोपल्ट मन्दिर समात्न पाएको यही बेला हो। पुरा ठुलै काम गरेछ त सर। बस बस कथा हो। अनि काबुलमा गइसकेपछि त्यही अहिले पनि कहिले इन्सुरेन्सको नाममा, कहिले अरूको नाममा, कहिले जेन्टीको नाममा के न के भएर यस्ता खालका कुराहरू भइरहेछन् हाम्रो देशमा। र यसको अलिकति भित्रको साइकोलोजी बुझ्नु जरुरी छ। र युद्धमा रसियनहरूले छोडेका यस्ता खालका ट्याङ्कहरू पनि देखिए त्यहाँनिर। अनि यो हुँदाहुँदै गएर वास्तवमा मैले भन्नु खोजेको के छ भने, तपाईँलाई अविचलित विज्ञानमा जानु छ भने अलिकति आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्केर अलिकति करेज जोनमा तपाईँको साइकोलोजिकल प्यारामिटरहरू जान सक्यो भने
तपाईँ अविचलित हुनुहुन्छ। तपाईँहरूले मेरो कुरा पत्याउनु भएन भने बी भलरेबल भन्ने एउटा ब्रेन नेताउनले लेखेको साह्रै बेस्टसेलर किताब छ, त्यो हेरिसेला होइन। तर फेरि करेन्ट जोनसम्म जानु चाहिँ ठिक छ, तर फेरि टेरोर जोनमा जानु हुँदैन भने त हजुरलाई मैले सिकाउनै पर्दैन। यो चाहिँ अब अहिलेको कन्टेक्समा पनि ल म अब बाटैबाट जान्छु भनेर चाहिँ त्यो टेरोर जोनमा गयो। अनि त्यसपछि यो कथाहरू आइसकेपछि हामीले जुन मोर्चरीको तल एकजना चाहिँ गाउँले जस्तो इनोसेन्ट नानी बसिरहेछ, बहिनी बसिरहेछ भनेपछि उहाँले त्यो झ्यालबाट हेरिसकेपछि उहाँ चाहिँ त्यो नर्सिङ सुपरभाइजर हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ आफ्नो असिस्टेन्टलाई बोलाउन पठाउनु भएछ। कुन अँध्यारोमा एक्लै बसिरहेछ त्यो मोर्चरीको अगाडि भनिसकेपछि उसलाई भेट्नुभयो। अनि भने नानी भन किन त त्यहाँ तिम्रो त्यहाँ अगाडि बसेँ कि अँध्यारो भइसक्यो भन्दाखेरि म गाउँको मान्छे, मेरो हस्बेन्ड चाहिँ श्रीमान बित्नु भएर यहाँभित्र आएछ भन्छन्, कसैलाई चिनेको छैन, केही पनि ऊ भएन। अनि चाहिँ कुनै बेला त यहाँबाट निकाल्छन् होला भनेर मलाई चाहिँ म बसेँ कि भनेर त्यस्तो कुरा भनिसकेपछि